रानीको आँखा परेछ हौ मेरो बगानमा। झाँक्री चाहिँ बसेन भने जाँठा यो बार नहुने रहेछ। खोइ मेरो अक्षताहरूले झाँक्री चाहिँ बस्नु पर्यो यो बार। ए बाला यो गाछलाई कतै न कता रानीहरूको आँखा परेछ। यति दबाईहरू हानिरहेको छु परमेश्वरा, पूजापाठ पनि गरिरहेको छु, भएन। मैले चाहिँ सोचे परमेश्वरा झाँक्री चाहिँ एकबार बसेर यो बगानलाई कसरी ठिक पार्नुपर्छ यो देखाउनु पर्छ र बगानलाई कसरी ठिक पार्नुपर्छ, दुधको दुध पानीको पानी हाम्रो परमेश्वरलाई देखाइदिनु पर्छ भनेर आज म झाँक्री चाहिँ बस्नु आए। ए बालो हाम्रो यो बगानलाई कतै न कता रानीहरू यताबाट हिँड्दाखेरि आँखा कतै लागे जस्तो छ। यो घाउ घटेर निस्केर यो किराहरूले पनि एकैचोटि सताइसक्यो परमेश्वरा। दुधको दुध तपाईँलाई पानीको पानी देखाइदिनु। यो हो बगानलाई त कति दबाई हानि राखे कोता छुता किन किरा नछुटेको भन 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 भन।